फर्स्टमा चाहिँ खान्जी लेख्दाखेरि चाहिँ कुन साइडबाट कुन साइड लेख्नुपर्छ, लेफ्टबाट राइट कि राइटबाट लेफ्ट, तलबाट माथि माथिबाट तल भनेर गुस गर्नको लागि चाहिँ फर्स्ट स्टेप भनेको चाहिँ खान्जी लेख्दाखेरि जहिलेसुकै यो साइडमा जानुपर्छ, राइट साइडबाट लेफ्ट साइडतिर खान्जी लेख्नुपर्छ, लेफ्ट साइडबाट यो राइट साइडबाट लेफ्ट साइडतिर। अनि त्यसपछि माथिबाट तलपट्टि फर्काउनुपर्छ, स्टकहरू लेख्दाखेरि चाहिँ माथिबाट तल, यो चाहिँ सेकेन्ड स्टेप भयो। अब 3टा स्टक छ भनेपछि थर्ड स्टेपमा चाहिँ पहिला यो फर्स्ट स्टक, सेकेन्ड स्टक र थर्ड स्टक गरेर 3टा लेख्ने। अब स्क्वायर सेपको छ भन्ने खान्जी छ भनेपछि 4 नम्बरमा चाहिँ पहिला यो फर्स्ट स्टेपमा चाहिँ तल तान्ने, सेकेन्ड स्टेपमा चाहिँ यो साइडमा लैजाने र तल डाउन गर्न सकिन्छ। त्यसपछि थर्ड स्टेपमा फेरि यो साइडमै लैजाने। तर फेरि हामीलाई अब यो यस्तो गराउनु र फेरि यता मुख लिएर यता मुख लगेर यता लगेर यो गर्नु चाहिँ रङ हुन्छ है, यो चाहिँ रङ हुन्छ यो स्टेप चाहिँ। 4 नम्बरको यो भयो। 5 नम्बरको बक्सको भित्र खान्जी छ भने पर 5 नम्बरमा चाहिँ फर्स्टमा यो स्टेप तान्ने तल मुखो, त्यसपछि यो साइडमा लगेर तल लैजाने र बिचको यो बनाएर बक्सभित्रको काम गरेर अनि बक्स बल्ल क्लोज गर्ने। यो चाहिँ हाम्रो ताको खेत हो, यो खेतको खान्जी हो ताको, यो कुची मुखको खान्जी हो यो। त्यसपछि 6 स्टेप भनेको चाहिँ अब हुकवाला हुन्छ। 6 स्टेपमा चाहिँ हुकवाला हुन्छ र यसमा पनि अर्को एउटा कुन हुन्छ भनेपछि यो बक्सभित्रको काम गर्दाखेरि यो भइसकेपछि चाहिँ यो फुल बनाएर अनि बल्ल यहाँभित्र कट गर्ने हो भने यस्तो, यो चाहिँ नाका बिचको खान्जी हो, यो नाका यो स्टेप गर्नुपर्छ पहिला। त्यसपछि चाहिँ अर्को चाहिँ हुकवाला खान्जी बनाउँदाखेरि चाहिँ हामीले स्टकवाला हुन्छ, फर्स्टमा यो स्टेप बनाउने, त्यसपछि तलमुखो र 2टा हुक यसरी बनाउने, यो कीको खान्जी भयो। अर्को फेरि यस्तो चुकीको खान्जी बनाउँदा यस्तो गरेर हुक भनेको योवाला हुक, यो यति माथि उठेको हुन्छ, यो हुक बनाएर अनि बल्ल यो 2 स्टेप यो काम गर्ने खान्जी लेख्दाखेरि। 5-5वटा गरेर खान्जी सिक्नुपर्छ हामीले चाहिँ। एज अ फर्स्ट डे भएर डे 1मा चाहिँ 5वटा खान्जी सिकिन्छ। त्यसमा चाहिँ फर्स्ट खान्जी भनेको चाहिँ हाम्रो हि, दिनको खान्जी हुन्छ हि भनेको। यसको ओन्युमी र कुन्युमी, ओन्युमी भनेको चाहिँ हाम्रो यो चाइनिज रिडिङ स्टाइल हो, कुन्युमी भनेको चाहिँ जापानिज रिडिङ स्टाइल। ओन भनेको चाहिँ चाइनिज भयो, अनि त्यसपछि कुन भनेको चाहिँ कुन हाम्रो जापानिज हामीले सिक्ने। ओन र कुन्युमी 2टाबाट सिक्नुपर्छ। यो चाहिँ हि भनेको चाहिँ हि। अब ओन्युमीमा के हुन्छ भनेपछि एउटा निची हुन्छ, निची, एउटा नि, एउटा जिचु हुन्छ। जिचु। कुन्युमी भनेको जापानिज राइटिङ स्टाइलमा चाहिँ एउटा हि हुन्छ, एउटा बी हुन्छ, एउटा खा हुन्छ। फर्स्टमा चाहिँ यो खान्जी लेख्ने तरिका भनेको चाहिँ फर्स्टमा तलदेखि एउटा लाइन, यो फर्स्ट स्टेप भयो। त्यसपछि सेकेन्डमा चाहिँ यो लगेर यता लैजाने, सेकेन्ड स्टेप। थर्ड स्टेपमा चाहिँ यो लगेर बिचको लगाउने, थर्ड स्टेप। त्यसपछि चाहिँ यो गरेर यो गर्ने यसरी।